डोनाल्ड ट्रम्प अमेरिकी राजनीतिज्ञ, व्यापारी, 45औं र 47औं राष्ट्रपति हुन्। उनको परिवारमा बुबा फ्रेड ट्रम्प र आमा मेरी एने मैक्लियोड ट्रम्प थिए। ट्रम्पले 3 पटक विवाह गरेका छन्। इभाना ट्रम्प, मार्ला मेपस र मेलानिया ट्रम्प। उनको 5 सन्तान छन्: डोनाल्ड ट्रम्प जुनियर, इभाका ट्रम्प, एरिक ट्रम्प, टिफनी ट्रम्प र बैरुन ट्रम्प। डोनाल्ड ट्रम्पको जन्म जुन 14, 1946 मा न्युयोर्क सहरमा भएको थियो। उनको परिवार एक धनी परिवार थियो र उनको बुबा फ्रेड ट्रम्प एक सफल रियल इस्टेट व्यवसायी थिए। ट्रम्पले निजी स्कुल केप फोरेस्ट स्कुलमा पढेका थिए। त्यसपछि न्युयोर्क मिलिटरी एकाडेमीमा भर्ना भए। उनले फोर्डहम विश्वविद्यालयमा 2 वर्ष पढे र त्यसपछि पेन्सिल्भेनिया विश्वविद्यालयको ह्याटन स्कुलमा स्थानान्तरण गरे, जहाँ उनले अर्थशास्त्रमा स्नातक डिग्री प्राप्त गरे। ट्रम्पले आफ्नो बुबाको रियल इस्टेट व्यवसायमा काम गर्न सुरु गरे र पछि ट्रम्प अर्गनाइजेसनको नेतृत्व गरे। उनले रियल इस्टेट, क्यासिनो, होटल र गल्फ कोर्सहरूमा व्यवसाय गरे। ट्रम्पले द अर्पेन्टिक्स जस्ता टेलिभिजन कार्यक्रमहरूमा पनि काम गरे। ट्रम्प कहिले रक्सी नपिउने व्यक्ति हुन्। उनले धेरै पटक आफ्नो मद्यपान नगर्ने कुरामा जोड दिएका छन्। ट्रम्प एक धनी र शक्तिशाली व्यक्तित्व हुन्। उनको नेतृत्व शैली र व्यावसायिक निर्णयहरू प्राय विवादास्पद रहेका छन्। उनी एक सफल व्यवसायी र टेलिभिजन व्यक्तित्व हुन् जसले अमेरिकी राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। अमेरिकाको 45औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाले। उनको पहिलो कार्यकाल 20 जनवरी 2017 देखि 20 जनवरी 2021 सम्म रह्यो। त्यसपछि उनले 2024 मा पूर्ण राष्ट्रपति चुनाव जितेर अमेरिकाको 47औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेका छन्। ट्रम्पको पहिलो कार्यकालमा उनले धेरै महत्त्वपूर्ण नीतिगत निर्णयहरू लिए। ट्रम्पले कर दरबार गर्ने नीति ल्याएर अमेरिकी अर्थतन्त्रलाई मजबुत बनाउने प्रयास गरे। उनले विभिन्न क्षेत्रमा नियमन घटाएर व्यवसायलाई प्रोत्साहित गर्ने प्रयास गरे। ट्रम्पले प्रवासन नीतिमा कडा कदम चालेर सीमा सुरक्षा बढाउने प्रयास गरे। त्यसैगरी उनले अमेरिकी हितलाई प्राथमिकता दिएर विदेश नीतिमा महत्त्वपूर्ण निर्णयहरू लिए। ट्रम्पको दोस्रो कार्यकालमा भने उनले आफ्नो पहिलो कार्यकालको नीतिलाई थप मजबुत बनाउने प्रयास गर्नेछन्। ट्रम्पले आर्थिक वृद्धिलाई बढावा दिने नीति ल्याउनेछन्। उनले प्रवासन सुधारका महत्त्वपूर्ण कदम चाल्ने योजना बनाएका छन्। त्यसैगरी ट्रम्पले अमेरिकी हितलाई प्राथमिकता दिएर विदेश नीतिमा महत्त्वपूर्ण निर्णयहरू लिनेछन्। ट्रम्पले 2016 मा हिलरी क्लिन्टनलाई हराएर राष्ट्रपति चुनाव जितेका थिए। उनले 2024 मा कमला ह्यारिसलाई हराएर पूर्ण राष्ट्रपति पद जितेका छन्। ट्रम्पको चुनाव जित्ने क्रममा उनको लोकप्रियता र उनको नीतिको महत्त्वपूर्ण भूमिका रह्यो। ट्रम्पले व्यावसायिक जीवनमा उनले धेरै सफलता प्राप्त गरे पनि उनको राजनीतिक जीवनमा भने उनले धेरै चुनौतीहरू र विवादहरूको सामना गर्नु परेको छ। ट्रम्प प्रशासनले नेपाललाई प्रदान गरिएको $39 मिलियन को आर्थिक सहयोग स्थगित गरेको थियो, जसमा जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि प्रदान गरिएको सहयोग समावेश थियो। ट्रम्पले मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने नीतिलाई पनि विवादास्पद बनायो। ट्रम्पले पेरिस सम्झौताबाट अमेरिकालाई अलग गरेका थिए, जसले वातावरणीय मुद्दामा उनको नीतिलाई विवादास्पद बनाएको छ। ट्रम्प लामो समयदेखि रिपब्लिकन पार्टीसँग आबद्ध छन्। उनी बीच-बीचमा डेमोक्रेटिक र रिफर्म पार्टीमा पनि सामेल भएका थिए। व्यवसायीको रूपमा चिनिएका ट्रम्पले सन् 2015 मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेपछि उनको सक्रिय राजनीतिक करियर सुरु भएको। उनले मेक अमेरिका ग्रेट अगेन भन्ने नाराका साथ चुनावी अभियान सुरु गरेका थिए। सन् 2020 को राष्ट्रपति निर्वाचनमा उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग पराजित भए। उनले निर्वाचनमा धान्धली भएको दाबी गर्दै नतिजालाई अस्वीकार गरे, जसले गर्दा ठूलो विवाद उत्पन्न भयो। सन् 2021 को जनवरी 6 मा उनका समर्थकहरूले अमेरिकी संसद भवन क्यापिटल हलमा हमला गरे, जसले विश्वव्यापी ध्यान आकर्षित गर्यो। उनलाई आफ्नो पहिलो कार्यकालमा 2 पटक महाअभियोग लगाइएको थियो, तर 2 पटक सिनेटबाट मुक्त भए। डोनाल्ड ट्रम्पमाथि हालसम्म 2 पटक हत्या प्रयास भइसकेका छन्, जुन अमेरिकी राजनीतिक इतिहासमा निकै महत्त्वपूर्ण घटनाहरू हुन्। पहिलो हमला उनलाई जुलाई 13, 2024 मा बटलर, पेन्सिल्भेनियामा भएको थियो। डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको चुनावी र्यालीमा मञ्चबाट समर्थकहरूलाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भयो। गोली मञ्चभन्दा केही दूरीमा रहेको एउटा अग्लो भवनबाट चलाइएको थियो।
गोली ट्रम्पको दाहिने कानको माथिल्लो भागलाई छुँदै बाहिर निस्कियो, जसले गर्दा उनी सामान्य घाइते भए। दोस्रो हत्या प्रयास उनलाई सन् 2024 सेप्टेम्बर 15 वेस्ट पाम बिच, फ्लोरिडामा भएको थियो। डोनाल्ड ट्रम्पको राजनीतिक करियर उनको व्यक्तित्व जस्तै विवादास्पद, अप्रत्याशित र प्रभावशाली रहेको छ। उनले अमेरिकी राजनीतिमा नयाँ शैली भित्राएका छन्, जसले परम्परागत राजनीतिलाई चुनौती दिएको छ। उनका समर्थकहरूले उनलाई अमेरिकी अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्रभावलाई पुनर्जीवित गर्ने नेताको रूपमा हेर्छन् भने उनका आलोचकहरूले उनको राजनीतिक शैलीलाई विभाजनकारी र गैर लोकतान्त्रिक मान्छन्।